किरातेश्वर हाङसाम माङहिम शिवशताक्षी 9 चिल्लागढ झापाले 32औं वार्षिक साधारण सभा तथा 141औं महागुरु फाल्गुनन्द जन्म जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ। सोमबार चिल्लागढ धामको माङहिम परिसरमा विविध धार्मिक अनुष्ठान सहित राष्ट्रिय विभूति तथा महान समाज सुधारक महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिग माल्यार्पण गर्दै साधारण सभा तथा 141औं जन्म जयन्ती मनाइएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा शिवशताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्रा रोशनले महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्गदेनले समाजमा गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नु भएको छ। उहाँले महागुरु फाल्गुनन्द कुनै एउटा समुदायको सम्पत्ति नभई राष्ट्रको निधि रहेको खुलेर बताउनु भयो। किरातेश्वर हाङसाम माङहिमका अध्यक्ष जितहाङ ताम्मादेनको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष दलबहादुर सम्बाम्फेले गर्नु भएको छ भने सञ्चालन सचिव चन्द्रबहादुर लिङ्गदेनले गर्नु भएको थियो। जुन हामीले चालु गरेको म जानकारी गराउन चाहन्छु र म कार्यक्रमतर्फ लाग्ने छु। 상삼삼요. 141వ महागुरु फाल्गुनन्द जन्म जयन्ती 141వ महागुरु फाल्गुनन्द जन्म जयन्ती 상삼삼요. महागुरु फाल्गुनन्द अमर महागुरु फाल्गुनन्द अमर महागुरु फाल्गुनन्द अमर वर्तमान किन धर्मगुरु मुहिगुम अंशमान लिङ्गदेन आत्मानन्द सिंह वर्तमान किन धर्मगुरु मुहिगुम अंशमान लिङ्गदेन आत्मानन्द सिंह वर्तमान किन धर्मगुरु आमा मुहिगुम अंशी मामाङ सामा पवित्र आङमा लिङ्गदेन सिंह पवित्र आङमा लिङ्गदेन सिंह हाङसाम साम्यो हाङसाम साम्यो हाङसाम साम्यो